सम्पूर्ण नमस्कार। आज मिति 2082 साल असार 15 गते आइतबार राष्ट्रिय धान दिवस। आज दही चिउरा खाइदिनु पनि हो, धान दिवस पनि हो। अनि यी नानी बाबुहरू यसरी यहाँ चाहिँ धान रोप्दैछन्। किन रोप्दैछन् अनि यो रोप्नु को एउटा कारण के छ, मजा के छ हैन। आज हामी यिनीहरूसँग एउटा भलाकुसारी गर्नेछौँ। यिनीहरू के भन्छन् यतातिर ल। सुरुमा राघव के छ, ठिक छ नि? के गरेको बाबु तैँले? धान रोपेको। कहाँ पढ्छौ? चन्द्रपुर एकाडेमीमा हो। ल, चन्द्रपुर एकाडेमीमा पढ्ने यो बच्चा यसरी यहाँ धान खेतमा रोपिरहँदाखेरि कति रमाएर रोपिरहेको छ हैन। यसै गरी यहाँ अरू पनि नानी बाबुहरू छन्, उनीहरूसँगलाई पनि हामीले यहाँ धान। तिम्रो नाम के हो नानी? रिया दुलाल। के गरेको सानी? यो धान रोपेको चामल रोपेको? धान रोपेको। ए, धान रोप्न मजा आउँछ कि पढ्न मजा आउँछ? के गर्दा मजा आउँछ नानी? पढ्दा मजा हो, धान रोप्न मजा आउँदैन? ओके। त्यसै गरी यहाँ अर्कै छेउमा छिन् प्रजिना कोइराला होला है नाम। के छ, आराम छौ? के गर्न आएको यहाँ? धान रोप्न आएको। ए, किताबमा पनि धान दिवस, धान रोप्ने कुराहरू कति पढ्न पाइन्छ होला है, कि पाइँदैन? पाइन्छ। किताबमा पढेको कुरा र यहाँ आएर यसरी खेतमा आएर चाहिँ रोपेको कुरामा फरक हुन्छ? फरक छ है। ल ठिक छ। कहाँ पढ्छौ? कुन स्कुलमा पढ्छौ? चन्द्रपुर एकाडेमीमा। पहिला ज्ञानोदयमा पढ्थ्यौ नि तिमीहरू? ज्ञानोदयमा पढ्ने बच्चाहरू आज चन्द्रपुर एकाडेमीमा पढ्दैछन् र यिनीहरूले एउटा स्कुलले पनि केही कुरा सिकायो होला, घर परिवारले पनि धेरै कुरा सिकाएको छ। राष्ट्रिय धान दिवस, त्यसरी धानको बारेमा धेरै कुराहरू सायद यिनीहरूले जानेका छन् होला। ओके। त्यसै गरी पल्लो छेउमा नानी छिन्। नानी तिम्रो नाम के हो? सिलसा कोइराला। के गर्न आएको तिमी? धान रोपेको हो। ए, चामल, तिमीले चामलको बोट देखाएको छ? कहाँ, कस्तो हुन्छ चामलको बोट? चामलको बोट कसले देख्छ हौ? धानको बोटले देखेछ। ए, चामलको बोट हुँदैन? धानकै बोट त हुन्छ। धानको बोट? ल, ओहो, धानको बोट हुन्छ कि चामलको बोट हुन्छ? धानको बोट हुन्छ। धान पाकेपछि लागेर ए, धान पाकेपछि चामल हुने हो? धान लगेर मिलमा पिसाइ चामल हुन्छ भने चाहिँ बोट धानको हुने रहेछ, चामलको हुने रहेछ? बोट धानको हुने रहेछ अनि धानबाट चामल है, धानकुटी चामल। ओहो, ल ठिक छ। के छ सिलासालाई मैले सोधिहालेँ, स्कुलमा गर्न गएर पढ्न रमाइलो मजा आनन्द कि यसरी धान खेतमा आएर वा हिलो खेतमा आएर धान रोप्न मजा आउने? स्कुलमा पढ्न मजा आउने। अनि यो गाह्रो काम फेरि किन गरेको त्यसो? गाह्रो हुन्छ भने किन गर्न आएको? थुआयो। ए, ल ठिक छ, रमाइलो रहेछ त्यसो भए।